एउटा बाटोमै चाहिँ यो चाहिँ तल बाटो उडेर यो ठाउँमा आयो भने मात्र बस्ने नत्र यो ठाउँमा पर्दैन मलाई थाहा छ। यहाँको शिकार चाहिँ खाइदिएकै केल्यो यार। यस्तो घामला चाहिँ खुल्या पोलाएर कोल्या छान्ला जस्तो छ। यति मुदा तु गरेर भ्यायो हामीले चाहिँ भाइको गामेउ चाहिँ यता यो अझै काट्दैछ। सो हेलो नमस्ते गाइज, वेलकम ब्याक टु माई अनदर न्यू भिडियो। मेरो नयाँ भिडियोमा फेरि पनि तपाईँलाई स्वागत छ। आज चाहिँ देख्न सक्नुहुन्छ काँधमा हाम्रो हँसिया लिएर म चाहिँ दाउरा काट्न हिँडेको है गाइज। अनि आज चाहिँ के त भन्दाखेरि त्यही खोलातिर हो दाउरा काट्नलाई दाउरा छिर्नलाई भाइले बन्चुर लिएर माथिबाट गइसकेको छु। अनि म चाहिँ तलबाट पासो हेर्दै जानेछु मजा। यहाँको गाउँ पनि बिहान उखालेकै हो चाहिँ मेरो काम हो यस्तो गर्ने चाहिँ कचाक पुचुक पारेर यही छ खेतमै। घरमा लग्दाखेरि सब कुखुराले खाइदिन्छ, त्यही भएर यही सुकाएको। यहाँ पनि ढुकुरहरू आएर खाइदिन्छ जङ्गल चराहरूले। सो गाइस त्यही हो, है घाम लागेको छ मजाले झ्याम लाएर यस्तो छ जङ्गल भने। यहाँ पनि दाउरा छिरिराखेको हामीले चाहिँ गाउँघरमा मजाले काम गर्नुपर्छ। त्यही भएर मैले चाहिँ भिडियो पनि खासै हाल्न पाएको छैन। त्यो घरहरू खासै आउनु पाएको छैन मेरो चाहिँ। कतिर खेलाएर हिँड्दाहरूको त्यही छ, यस्तै छ। आज चाहिँ म खोला पानी यस्तो छ यार। कसले हालेको छु यो पाइप पनि अस्ति थिएन, नुहाएछ सायद बहिनीहरूले नुहाएको होला। बाटो चाहिँ यहाँबाट हो जानलाई, तर म चाहिँ आज खोलाबाट जान्छु। खोला खोला यो चाहिँ बिजुली पावर हाउसको वही साथीहरू पानी लगेको कुलो। यहाँबाट चाहिँ पानी लान्छ है मजाले। सानो छ गाउँको बिजुली। यहाँबाट टक्क ढुङ्गा मुनिबाट यसरी छेकेर लगेको छ। र हातमा बिजुली पनि यस्तो चाहिँ नजारा चाहिँ उयो यो झर्नाबाट चाहिँ त्यो ढुङ्गाबाट चाहिँ मजाले पानीको झर्ना देखिन्छ बर्खाको महिनामा। अब बर्खा लाग्न लागेको छ त्यो बेलामा चाहिँ गजबले देखिन्छ यहाँको झर्ना। त्यो भिडियो पनि आउँछ म गाउँमा भयो भने चाहिँ त्यो बेलासम्म। सो यहाँबाट दामी अनि यस्तो छ यार ढुङ्गा ढुङ्गा। माछा चाहिँ छैन यो खोलामा, सानो सानो पाइन्छ बुटनीको बच्चाहरू, अरू त खासै हुँदैन। यहाँ चाहिँ खासै बाटो नै छैन क्या। म आएको थिएँ अस्ति, यो पारमा त झरेको थियो है, भिरमा त झरेको थियो। लास्टै गाह्रो छ यार यहाँबाट यार। आज चाहिँ चढ्न सकिन्छ कि नै अस्ति चाहिँ झरेको म है। पानीको मुहान भनेको यहाँ चाहिँ यहाँ ढुङ्गा मुनिबाट अनि माथिबाट थोरै निस्क्यो पानी। सो साइडमा त्यहीबाट चढ्छु होला यार, गाह्रो छ यता बाटो। यस्तै चाहिँ गाउँघरको लाइफ, यस्तै दाउरा बोक्ने दाउरा चिर्ने है, खेतबारीतिर डुल्ने, घरिघरि जङ्गलतिर यसो चरा मार्न हिँड्ने। जङ्गलतिर डुलेन भन्दाखेरि गाउँमा बसेको मजै आउँदैन। त्यही भएर यस्तो भिड छ यार। यो झर्ना चाहिँ दामी देखिन्छ। अहिले चाहिँ माथिबाट ढुङ्गा खसेर यहाँ बसेछ पक्लकै, नत्र यहाँ चाहिँ रह हुन्थ्यो, खतरा देखिन्थ्यो यो पानी झर्दा। अब देखिन्छ बर्खाको बेलामा।
यहाँबाट चढ्ने चाहिँ म चाहिँ सक्छु कि सक्दिनँ। मेरो पासो पनि यही माथि थियो है। मैले चाहिँ आजभोलि जङ्गलमा यस्तो पासो सासो थाप्नु नि खासै हिँडेको छैन, भ्याएको पनि छैन, रहर पनि लाग्दैन। अनि यस्तो शिकार खेल्ने सिजन पनि गयो, त्यही भएर अहिलेमा आफ्नै नाम्लोमा घत्र्याएको फस्ने हो कि भन्ने टेन्सन छ क्या। ओ सेरी ल माथि आइपुगेँ म चाहिँ। यस्तो दामी फुलेको चाहिँ यो के भन्छ खस भाषामा थाहा छैन। माथि नि अर्को झर्ना, यतातिर चाहिँ मजाले झर्ना देख्न पाइन्छ बर्खाको बेलामा। र यहाँबाट पनि पानी झर्छ खतरा लागेर। सो म चाहिँ आइपुगेँ अब पासो थापेको ठाउँ। यस्तो पहाडको बिचमा म चाहिँ यत्तिकै थाप्दिएको। यही चेक गर्न लागेको म चाहिँ। यहाँ अर्को चाहिँ एउटा बाटोमै चाहिँ यो चाहिँ तल बाटो उडेर यो ठाउँमा आयो भने मात्र बस्ने, नत्र यो ठाउँमा पर्दैन मलाई थाहा छ। त्यही पनि मैले हालिदिएँ है। घुम्न आएको, दाउरा काट्न आएको बेला, फुर्सदको बेला यहाँ त ज्यान पात आएर पो खस्यो त बस्यो। मजाले झ्याउ हुन्छ यो फुस्क्यो भने चाहिँ मलाई एउटा हातले बनाउनु त आउँदैन त्यही माथि तनाव। लु म चाहिँ अब बनाउँदिनँ पासो सासो। झ्याउ लाग्न लागिसक्यो मलाई जङ्गल डुल्दा डुल्दा। दुई दिन भयो थियो म चाहिँ यहाँ नआएको। अस्ति त केले खाइदिएछ सायद, सियालले होला मेरो सिकार पनि कप्ल्याक्क लगाएर एउटा यहाँ चाहिँ। अनि एउटा चाहिँ बिगारे चाहिँ यहाँको माथि चाहिँ केले बिग्रियो यस्तो। लो मुला सब बिग्रेको छ मेरो पासो। ये क्या हो गया? यो त चुटेको जस्तो छ त यार। अनि चुटेको छैन। के हो यार यस्तो हिँडेको हेर। माछाले यसले लायो भने चाहिँ दाँतबाट पसिनै निकाल्छ। एउटा हातले चाहिँ मिल्दैन यो बनाउनु चाहिँ। मात्रै हेर मोबाइल त राख्छु बनाउँछु। गाह्रो छ क्या, तनाव लाग्छ मलाई चाहिँ। हावाले हो कि यहाँको मृगले हो कि मृगले हो बहुत बिगार्छ है गाइज यस्तो पासो चाहिँ है। म चाहिँ यो निकाल्न अल्छी लाएरै छोडिदिएको, नत्र म चाहिँ अब थाप्दिनँ। यस्तै काम म गर्दिनँ। त्यही पनि अरूले सिकाएर गराएको हो म पनि है। यति यसको काम भइसक्यो। अनि यहाँ पनि बिग्रेको छ अरे, हावाले होला सायद। यो चाहिँ फुटलुकको खसालेको रहेछ। एउटा हातले जान्छ कि जाँदैन? दुईटा हात युज गर्नुपर्छ यार। ल भइसक्यो। शिकार नहीं है इधर, कुछ भी नहीं है। यहाँको त जहिले बिग्रेको हुन्छ मलाई थाहा। यो खै केले यार। यहाँ एउटा सायद पुरै बिग्रेछ त हावाले हो कि केले यार। यहाँको पनि
फिर्लिक यस्तो छ के गऱ्यो यार लास्टै दुखायो मलाई चाहिँ अहिले अरू कहाँ हालेँ मैले गुरेली फेरि माथि रहेछ अनि अर्को चाहिँ यहाँ चाहिँ काम छैन यो बासोको अनि अर्को यहाँ गाइस यहाँको चाहिँ मेरो सिगार केले खाइदिएको है तपाईँहरूले देखाउँछु म कसरी थाहा पाएको भन्दा मैले चाहिँ यहाँ यो चाहिँ पुरै बिग्रेको थियो त्यता भत्तारेको थियो निस्केर है अनि यहाँ चाहिँ यस्तो अलिअलि देखेछ रगत लाग्छ कि यो अलिअलि रगत खासी क्यामेरा नदेखिँदो रहेछ पुरै खाइदिएको थियो अनि उहाँ छ क्या चाहिँ भुट्ला छ है ऊ त्यता ऊ त्यहाँ कालो देखेछ अलिअलि स्यालले खाइदिएको होला यहाँको चाहिँ सो केही गर्नु केही नगर्ने अब यसलाई पनि बनाएर राख्ने अनि यो चाहिँ म यतै छोडिदिन्छु मासु निकालिदिनु इजी है यो चाहिँ भने यहाँको शिकार चाहिँ खाइदिएकै केले हो यार अस्ति आउँदा त भुट्ला र रगत मात्र थियो त्यही हो मैले यहाँ थापेको चाहिँ यति नै दाउरा काट्न आउँदाखेरि टाइम पास अब म चाहिँ जान्छु मेरो दाउरा काटेको ठाउँतिर लास्ट जङ्गल छ यार अब चाहिँ भाग आउने बेला हो यस्तो बेला भन्छन् के अरे मान्छेहरूले यसलाई के भन्छ यो फलले चाहिँ नि पर्ला ओ माई गॉड यस्तो भिड छ पुरै सुक्खा खोला यहाँ माथि चाहिँ यही खोलाको माथि पानी छ अनि अघि देख्नु भएको यता तलतिर चाहिँ त्यहाँबाट निस्केछ त्यो पानी चाहिँ क्या हट्टा है यहाँ चाहिँ ठुलो मम्मीले बाख्रा चराउनु भएको रे छोडिदियो यसलाई यही फुर्सद भयो निकाल्न हामीलाई नत्र सिजन पनि छैन अब त्यो यहाँको पनि त्यस्तै छ ब्याड लाग्यो यहाँ चाहिँ बाख्रा चराइदिएर गडाम गुडुम फाँस हो कि फाँस पार्दैछ नि पनि थियो तर के गरे यस्तो सबै बाख्रा चराइदिनु भएछ नि त कहाँबाट आओस् त कहाँबाट भेटोस् त शिकार होइन मामा यसले लायो भने मार्छ यसलाई पनि म बनाउँदिनै छोडिदिन्छु म यतिकै अनि ऊ यहाँ पनि ऊ त्यहाँ झुन्डेर ऊ हल्लिँदै बस्यो छोडिदिन्छु म बनाउँदिनँ यार झ्याउ लगाइसक्यो यहाँ पनि ऊ यहाँ अगाडि पनि बिगारेर राख्दैछ यसले त्यो पनि छोडिदिन्छु सबै बाख्राले बिगारेकै चाहिँ यस्तै हुन्छ ठाउँमा शिकार त थिएन होला भन्दा घरिघरि उठ्छ त्यही बनाएको कुखुराहरू म चाहिँ भमरा हेरेको है भमरा बासमा भमरा हुन्छ नि त गजब तपाईँहरूले भमरा खानु भएको छ कि भएको छैन होइन तर मलाई चाहिँ बहुत मिठो लाग्यो त्यो तिर्खा लाग्छ त्यो खाएर अलिअलि तर गजब गाइस मैले काटेर राखेँ दाउरा है यो चाहिँ यो लिन आउनु पर्छ यहाँ कसले राखेर चाहिँ यो कुहिएछ यो चाहिँ अस्ति काटेर राखेको एक बारी
दाउरा यहाँको भमरा पनि खाइयो अस्ति। यस्तो छ, यत्रो ठुलो बास्ना थियो यो। ल भाइले चाहिँ यहाँ दाउरा काटिरहेको चाहिँ यत्रो ठुलो बुटो ढालेर यसले चाहिँ काटिरहेको कुलोमा घम्ल्याङ्ग पारेर चाहिँ कुलो है। यो अहिले चाहिँ पानी आएको छैन यता। बन्चरो पनि मेरो लागि एउटा र म पनि काट्ने छु। अब यसले चाहिँ यो चाहिँ कति दिनमा सकाउँछु यसले, अझ 2-3 दिन भइसक्यो। म चाहिँ उठ्यो माथिको हो यो चाहिँ काट्ने छु है। प्ल्याक्क लाएर कहिलेतिर भ्याइन्छ होइन। आज अब काटिन्छ कति दिनमा भ्याइन्छ थाहा छैन। मेरो बन्चरो खासै काट्दैन, लाग्न त यस्तो छ। यो राणा पान हो, यस्तै गरिराख्छ, ऊ काट्दैन। यसले धान्छ कि धान्छ कुरा यस्तो छ यार। म चाहिँ अब एउटा यो भाइले आएको काटेर रहेछ, म पनि सुरु हुन्छु अब। हट लाइटतिर राख्दिउँ अनि कट्टातिर ढालिदिउँ भन्दा यसलाई ठिक छ। मेरो गुलेली चाहिँ यहाँ छोड्छु म, नम्बर नि डुडुङ्ग लाएर ढाल्छु म चाहिँ अब काटेर। गाइज फाइनली मुडो धलिसक्यो, रुख धलिसक्यो फाइनली। अब चाहिँ काम भनेको धेरै हँसियाको हुने चाहिँ यहाँ हँसियाले यसलाई सानो सानो हाँगा छाट्ने मात्रै पहिला, अनि बल्ल यसलाई टुक्राएर फोड्ने काम हुन्छ, यो चाहिँ चिर्ने काम हुन्छ। यस्तो चाहिँ यार काडा छ क्या धेरै यहाँ चाहिँ। यो तनाव है, तर ठिक छ। म चाहिँ अब यसलाई काट्ने हो, डङ 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 डङ। आज त भ्याइन्न होला यो चिर्नलाई, म भ्याउँदिनँ, सक्दिनँ म यो काम गर्न। तर ठिक छ, जति भ्याइन्छ त्यति गर्छु म। अहिले चाहिँ घडीमा टक्क 12:10 भएको चाहिँ। त्यही यार गाउँमा आएको यस्तो काम गर्नु पर्ने है। किस्मत छुट्या किस्मत यस्तै छ हाम्रो। बन्चरो हँसिया चुट्टो कोदालो गाह्रो छ गाह्रो। त्यो घामला चाहिँ खुल्या पोलाएर कोल्या छान्ना जस्तो छ। यति मुदा तु गरेर भ्यायो हामीले चाहिँ। भाइको गामेउ चाहिँ यता अझै काट्दैछ। अनि म चाहिँ भर्खर सानो सानो हाँगा काटेर भ्याउन लागिसकेँ। हातमा पनि यस्तो अलिअलि ठेला औला जस्तो भइसक्यो, दुखिरह। त्यही दाउरा काटिसक्यो हामीले चाहिँ। माथिको अब यिनीहरू काट्नेछौँ। अनि हामी चाहिँ अब एकछिन काटेर घरतिर लाग्ने छौँ। 2:20 भइसकेको छ यहाँ चाहिँ। गाइजर अब दुखिसक्यो घामले यार। अब म फेरि काट्ने छु यिनीहरूलाई। अब चाहिँ यसलाई ठुलो मुडोलाई चाहिँ बन्चरो लिएर बाङ हान्ने छु त्यो। फाइनली गाइज दाउरा टुक्रा पारेर चाहिँ भ्याएँ मैले।
हातमा नि काटे अलिअलि काडा गरेर यहाँ यस्तो छ। यहाँ एउटा आखु भाइ बोल्दै चाहिँ कल्लुले अझै भ्याएको छैन यत्रो टुगान त। तर यो लास्ट अल्छी चाहिँ अझै काट्दैछु मैले भ्याइसक्यो। अनि यतातिर दाउरा देख्न सक्नुहुन्छ त्यहाँसम्म चाहिँ यहाँ छ। यो कराउँदैछु यहाँ देख्नु। अब चाहिँ यसलाई चिरेर हामी घरतिर जानेछौँ। सायद चिरेर भ्याइन होला, भोलि आएर चिर्नेछौँ। पानी पनि सकाइदियो भाइले है, क्वाप्पै पार्यो। यतातिर लिन जानुपर्छ खोलामा। तर आज नखाइ जाने विचार गरेँ म चाहिँ। गाह्रो छ। अब यसलाई उता बोक्नु पर्ने हुन्छ चिर्ने ठाउँमा, उतातिर चिर्छु म चाहिँ। यहाँ अलिअलि छारी त थियो तर भाइले राख्नु त्यहाँ चाहिँ, सो यसलाई दियो मैले। यहाँको बुटो काटियो आज यार, यस्तो घाममा यार काटियो है। पुरै डढे हप्सी जस्तो भयो हुन त मान्छे। केही छैन, आज सक्यो भने भोलि अरू काम गरिन्छ। सो त्यही हो। ल गाइस घाडीमा अहिले चाहिँ घडीमा चाहिँ 3:49 भइसकेको छ। घाम पनि डुब्न लागिसक्यो डाँडाबाट। अब चाहिँ हामी गइन्छ होला। यहाँ चाहिँ पन्चर नि हात पनि दुखिसक्यो, रातो रातो भइसक्यो देख्न सक्नुहुन्छ है। आजलाई चाहिँ भयो भन्छ नि कालो भयो म चाहिँ। हुन त पहिल्यैदेखि कालो, तर केही छैन। आजलाई चाहिँ मलाई पुग्यो है। घरमा फेरि जानुपर्छ खानासाना बनाउनै, घरमा कोही हुनुहुन्न सो त्यही भएर। मोबाइलको चार्ज पनि सकिन लागिसक्यो गाइस। आजको काम पनि यति है, दाउरा चिरियो। अब भाइले चाहिँ अझै चिर्दैछ, यसले भ्याएको छैन अझै, यत्रो बाँकी छ। यत्रो ठुलो काट्यो यसले यार। मान्छे लास्टै बोलियो चाहिँ त्यो हातको नसा हेर्नु न, राम राम राम। गाजा खाएको जस्तो देखिन्छ, त्यो खाँदैन यसले चाहिँ। यत्रो ठुलो चिर्यो। अब गइन्छ हामी चाहिँ। यसले अघि नै सोध्दै थियो जाम भनेर। पानी पनि सकियो यार, बोतलको यार भाइले सक्का खाली बोतल छ। गाइस त्यही हो आजको भिडियो। हेर्नुभयो त, त्यसको लागि धेरै धेरै धन्यवाद है। अनि च्यानललाई सब्सक्राइब गरिदिनु। भोलि चाहिँ अर्को भिडियो आउँछ होला फेरि, ट्र्याप होला है। त्यो पासो थापेको अर्कैवाला हुन्छ। भोलि चाहिँ खेतमा थापिन्छ ढुकुरलाई। त्यो भिडियो हेरेर नभुल्नु होला। अनि भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु, लाइक पनि गरिदिनु। र आजको भिडियो चाहिँ यति नै। बाई बाई।